अब त्यसपछि पहिला एक नम्बर माथिल्लो तामाकोसी माता भनेर सम्झे हुन्छ। यो माथिल्लो तामाकोसी भनेको चाहिँ स्वदेशी लगानीमा उत्पादन भएको सबभन्दा ठुलो जलविद्युत आयोजना भयो। नेपालले आफै लगानी गरेको हो। यो स्वदेशी लगानीमा निर्माण सम्पन्न भएको अथवा निर्माण गरिएको ठुलो जलविद्युत आयोजना भन्यो भने यहाँ हान्नु पर्यो। यसको क्षमता कति छ भन्दा कण्ठ पार्न सजिलो छ। 456 मेगावाट उत्पादन भएको माथिल्लो तामाकोशी माताको 456 भनेर सम्झिने। दोलखा जिल्लामा पर्छ यो। यो कुन जिल्लामा पर्छ यो स्थान? दोलखा जिल्लाको बिगु गाउँपालिकामा हो। दोलखाकोमा पर्छ। अर्को त्यसैले हालसम्म सञ्चालनमा रहेका मध्ये सबभन्दा ठुलो पनि यही मान्छ। अब दोलखा जिल्लामा अवस्थित रहेछ। 456 मेगावाट नेपालमा अहिलेसम्म स्वदेशी लगानीमा निर्माण भएको सबभन्दा ठुलो जलविद्युत आयोजना पनि यही हो। 456 मेगावाट दोलखा जिल्लामा पर्दो रहेछ भन्ने सम्झिन पर्यो। दोस्रोमा जाउँ। काली यो पछि ठुलो चाहिँ सञ्चालन भएको कालीगण्डकी जलविद्युत आयोजना यो दोस्रो ठुलो सञ्चालन भएका मध्ये। अरू त निर्माण त हुँदैछन्, ठुला पनि छन्। त्यसपछि जलविद्युत आयोजना यो तपाईँले सम्झिँदा स्याङ्जाकी कालीलाई एडिबीका म्यानेजरले 144 पटक प्रेम प्रस्ताव राखे भन्दा नि हुन्छ। क्षमता कति हो भन्दा 144 मेगावाट। अनि त्यसपछि कुन जिल्लामा अवस्थित छ? स्याङ्जा जिल्लामा अवस्थित जुन कालीगण्डकी जलविद्युत आयोजना। अर्को भनेको स्याङ्जामा अवस्थित छ। यसलाई दोस्रो ठुलो है। यो सहयोग चाहिँ कसले गरेको भन्दा यहाँ फरक फरक छन् हेर्नुहोस्। एउटा एडिबी छ मेन, प्लस अन्य पनि भनेको छ। यसैले विकास बैङ्क भनेको है एडिबी भनेको। दोस्रो तेस्रो भनेको केही विशेषता जन्ने कुराहरू हेरौँ। जस्तो पहिला निजी क्षेत्रको लगानी भएको खिम्ती हेरौँ। खिम्ती जलविद्युत आयोजना। अब खिम्ती जलविद्युत आयोजना पढ्दै गर्दाखेरि यसका विशेषता भनेको जस्तो निजी क्षेत्रको लगानीमा सम्पन्न भएको एउटा पहिलो जलविद्युत आयोजना हो। हेर्नुहोस् तपाईँले टिकटकतिर निक्कु बेबीलाई त हेर्नुभएको होला। हेरिँदैन टिकटक? तिनको नाम निकिसा हो। हेर्नुहोस् निक्कु बेबी यिनी दोलखाकी हुन्। अनि अब त अहिले टिकटकमा आउन छोड्यो किन भन्दा बिहे भइसक्यो। उनको रामेछाप बिहे भएको छ। यसले पनि काम गर्छ भन्न खोजेको अर्थ केही पढ्दै गर्दाखेरि तपाईँले सजिलोको लागि यो सोध्दै गर्दा निजी क्षेत्रबाट सञ्चालित भएको नेपालको पहिलो जलविद्युत आयोजना खिम्ती 60 मेगावाट दोलखा र रामेछापको सिमानामा छ भन्ने कुरा सम्झिनु पर्यो। त्यसैले यसलाई निखिसालाई सम्झिने पढ्नेलाई काम लाग्दो रहेछ। अब तपाईँलाई भोलि सोद्धा निजी क्षेत्रको लगानीमा निर्माण भएको पहिलो भन्यो भने निखिसा हान्ने। नि फर निजी क्षेत्रको पहिलो के भनेको खिम्ती। खिम्ती देखिहाल्नुभयो। कति मेगावाट भने 60 मेगावाट। उत्पादन कति मेगावाट हो? 60 मेगावाट। अर्को कुन जिल्लामा अवस्थित छ भन्दा यो स्थान सिमानामा छ कि यो दोलखा र रामेछापको सिमानामा छ। अब निखिसालाई सम्झिन पर्यो। अब एउटा विद्युत प्राधिकरणले के सोध्यो भन्दाखेरि तल दिएका मध्ये कुन चाहिँ जलविद्युत आयोजना भूमिगत रूपमा रहेको छ भन्न सोध्यो। भूमिगत भनेको चाहिँ जमिन मुनि रहेको क्या, अहिले चाहिँ भूमिगत रहेको यही हो। हेर्नुहोस् यो विद्युत प्राधिकरणले सोधेको प्रश्न थियो। अब यो भूमिगत भएको जमिन मुनि भएको भन्ने बुझ्नु पर्यो। भूमिगत रूपमा भएको यो विद्युतले सोधेको प्रश्न थियो। अब चौथो नम्बरमा जाउँ। अब सोलु खोला जलविद्युत आयोजना। सोलु खोला भनेको ठुलो यही हो निजीको जलविद्युत आयोजना। निजी क्षेत्रले लगानी गरेर स्थापना गरेको सबभन्दा ठुलो भनेर सोध्यो भने फेरि यो हान्न पर्यो। यो सास ऊर्जा कम्पनीले निर्माण गरेको हो। यो निर्माण गर्ने कम्पनी भनेको यो निजी क्षेत्रमा को ठुलो निजी क्षेत्रको लगानीमा पहिलो भएको चाहिँ निजी क्षेत्रको लगानीमा निर्माण भएको ठुलो भन्यो भने यो हान्न पर्यो। कुन जिल्लामा पर्छ भन्न परेन। सोलु खोला भन्ने बित्तिकै सोलुखुम्बुमा पर्छ। सोलुखुम्बुमा पर्ने क्षमता कति हो भन्दा 86 मेगावाट हो। उत्पादन क्षमता यति। सबभन्दा ठुलो भन्यो भने निजीको यो हान्ने सोलुखुम्बु जिल्लामा पर्दो रहेछ। अनि निजी क्षेत्रको पहिलो भन्यो भने खिम्ती हान्न पर्यो। अब त्यसपछि अर्को विशेषता भएको हेर्नुहोस् थामे। पाँचौँ थामे जलविद्युत आयोजना। यो थामेलाई रामे भन्न सम्झिए हुन्छ। सबभन्दा अग्लो भएको यही हो। नेपालको मात्रै होइन विश्वकै सबभन्दा उचाइमा भएको भन्छन्। यसलाई सबभन्दा अग्लो स्थानमा रहेको जलविद्युत आयोजना हो। सबैभन्दा अग्लो स्थानमा रहेको जलविद्युत आयोजना कुन हो भन्यो भने थामे भनेर सम्झिन पर्यो। यसको क्षमता कति हो? उत्पादन क्षमता 600 किलोवाट छ। उत्पादन क्षमता चाहिँ यति हो। यो सोलुखुम्बुमा पर्छ। सोलुखुम्बुमा पर्ने यो थामे जलविद्युत आयोजना। यसको सहयोग चाहिँ कसले गरेको हो भन्दा अस्ट्रियाले सहयोग गरेको हो। अस्ट्रेलिया होइन अस्ट्रियाले सहयोग गरेको। 3700 मिटरको उचाइमा छ है। यो समुद्र सतहबाट 3700 मिटरको उचाइमा रहेको उचाइ। केही विशेषता कुराहरू यसो हेरिदिनु होला, सजिलो हुन्छ पढ्न। जस्तो अब यो थामे अग्लो भयो। मानव तपाईँलाई अर्को जस्तो चिलिमे भयो। सस्तो हो नि त यो चिलिमे जलविद्युत आयोजना भनेको सबैभन्दा सस्तो नेपाल। तपाईँले 10-12 रुपियाँ तिर्नुहुन्छ होला मिटर के अरे युनिटको होइन प्रति युनिटको। सबभन्दा सस्तो जलविद्युत आयोजना भन्यो भने यो हान्न पर्यो।
जलविद्युत आयोजना सबभन्दा सस्तो यही हो। अब यसको उत्पादन क्षमता कति हो क्षमता कति हो थाहा? दुई दुईजना मिल्ने एक चिले मुक्का तान्ने 22.1 मेगावाट उत्पादन क्षमता हो। त्यसपछि यो रसुवामा पर्छ। अब प्रति युनिट यसबाट उत्पादन भएको विद्युतलाई प्रति युनिट कति लाग्छ? 2 रुपियाँ 19 पैसा लाग्छ भन्नु सम्झिनु पर्यो। लाई रु 2.19 प्रति युनिट यति हो। त्यसैले सबभन्दा सस्तो भयो अरे। अब कुले खाने हेर्नुहोस् जलविद्युत आयोजना कहिलेकाहीँ पहिलो जलाशययुक्त पनि भन्न सक्छ क्या। यो जलाशयलाई हामी इन्द्र सरोवर भन्छौँ। नेपालको पहिलो जलाशययुक्त जलविद्युत हो। पहिलो जलाशययुक्त जलविद्युत आयोजना क्षमता कति हो? यो जलाशयलाई हामी इन्द्र सरोवर भन्छौँ होइन। क्षमता कति हो भन्दा 60 मेगावाट हो। मकवानपुरमा पर्छ यो। मकवानपुरमा पर्ने। विश्व ब्याङ्कले सहयोग गरे यसलाई। सहयोग चाहिँ कसको भन्दा विश्व ब्याङ्कको। विश्व ब्याङ्कको सहयोगमा